प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल ट्रस्ट जग्गा अनियमितता प्रकरणमा पक्राउ गरी अदालतमा पेश भएका पूर्व सचिव र पूर्व सहसचिवलाई धरोती बुझेर छाड्न अदालतले आदेश दिएको छ। सीआईबीले 4 अर्ब 86 करोड माग दावी गरेको नेपाल ट्रस्टको मुद्दामा जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामचन्द्र खड्काको इजलासले पूर्व सचिव अर्जुन कुमार कार्कीबाट 6 लाख र पूर्व सहसचिव लेख बहादुर कार्कीसँग 10 लाख रुपैयाँ धरौटी माग गरेको हो। नेपाल ट्रस्टको दरबारमार्ग स्थित 1 रोपनी 14 आना जग्गा भाडामा दिने निर्णयमा बदनियत देखिएको भन्दै जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दर्ता भएको थियो। ट्रस्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की, सहसचिव लेख बहादुर कार्की, थामसेरको ट्रेकिङ प्राली र त्यसका अध्यक्ष लाक्पा सोनाम शेर्पा विरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा दर्ता गरेको थियो। प्रहरीले 21 कार्तिकमा पूर्व सहसचिव लेख बहादुर कार्की र 30 कार्तिकमा पूर्व सचिव अर्जुन कार्कीलाई पक्राउ गरेको थियो। अभियोग पत्र अनुसार नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले दरबारमार्गको 1 रोपनी 14 आना जग्गा भाडामा दिने योजनालाई 28 साउन 2071मा पहिलो पटक स्वीकृति प्रदान गरेको थियो। करिब 2 वर्षपछि जग्गा लिजमा दिन बोलपत्र आह्वान गरिएको थियो। त्यसक्रममा जग्गा भाडामा लिन थामसेरकुले 6 अर्ब 26 करोड रुपैयाँको प्रस्ताव बुझाएको थियो, तर त्रुटिवश गलत अङ्क परेको भन्दै 24 फागुन 2073मा 1 अर्ब 40 करोड रुपैयाँको प्रस्ताव बुझाइएको थियो। प्राविधिक प्रस्तावमा सफल भएको दोस्रो नम्बरको शाखा प्रालीले 62 करोड 24 लाख 58 हजार र आदृश्य लियान जे भीले 26 करोड 28 लाख रुपैयाँ प्रस्ताव गरेका थिए। थामसेरकुले पहिले गरेको प्रस्ताव विपरीत सम्झौता गराएर हानि पुर्याएको भन्दै 3 व्यक्ति र 1 कम्पनीबाट 4 अर्ब 86 करोड 25 लाख बिगो भराउन माग दावी गरिएको बाटोको जग्गा प्रयोग गर्न दिए बापत 53 लाख 24 हजार समेत बिगो थप गरिए पनि अदालतले भने पूर्व सचिव अर्जुन कुमार कार्कीबाट 6 लाख र पूर्व सहसचिव लेख बहादुर कार्कीसँग 10 लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।